हाम्रो घर हो। आमा बाहिर बसेर सब्जी केलाउनु हुँदैछ। दर्शकबिन नमस्ते। र म आज चाहिँ हाम्रो लोवर सदनको कार्पेटिङ हुन लागिरहेको बाटोको नजारा देखाउँदैछु। यो धेरै वर्ष पछाडि अब योपालि कार्पेटिङ हुन गइरहेको छ। यो सदम देउराली डाँडादेखि चाहिँ रामेश्वर मन्दिरसम्मको बाटो चाहिँ हामी पर्खिन पर्ने कति डिमान्ड गर्दा 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 बल्ल बल्ल योपालि चाहिँ हुने भएको छ। आजसम्ममा चाहिँ यो मेटलिङको काम भन्दो रहेछ, टेक्निकल टर्म होला सायद। यो रोडा गिट्टी बलुवा ओछ्याउने काम चाहिँ सकेर रोलर गइसकेको छ। अब यो हप्ताभित्रमा चाहिँ अब यो बाटोले अब काँचुली फेर्ने पक्कापक्की भएको छ भने यहाँनिर साइड गर्ने यो सडक आउनु मात्रै पर्छ। साइडहरू त एक साइड खनिन थालिहाल्छ। यहाँ नयाँ साइड खनिँदैछ भने यहाँ मुनितिर यो टल्ली यहाँनिर एकजना मान्छे आउँदै गएको पछाडिपट्टि अर्को साइड पनि खन्नुको लागि भएपछि अनि कुनै पनि ठाउँ विकास हुनुको लागि चाहिँ सडक चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा रहेछ भन्ने कुरा यो पनि बुझिन्छ। कुनै पनि ठाउँलाई विकास गर्नुको लागि चाहिँ फर्स्टमा बाटो बत्ती पानी हुन्छ। यति भएपछि त विकास अरू त पर्सनल डेभलपमेन्ट त भइहाल्छ नि त होइन। अनि चाहिँ यो बाटो स्टुडेन्टहरूलाई पनि मजा आउँछ यो बाटोमा हिँड्नु रमाउँदै। यो बाटोको अलिक तल चाहिँ हाम्रो घर छ। बाटो कार्पेटिङ भइसकेपछि त हाम्रो घर पनि अलिक राम्रो देखिन्छ होला। मेन त बाटै हो। अन्त कोही पाहुनाहरू आउँदाखेरि पनि पाहुनाहरू आउँदा नि त्यो अब गाउँको बाटो त आमा तिमीहरूको गाउँको बाटो त खतम रहेछ भन्छ है। अब चाहिँ हाम्रो गाउँ भन्ने अलिक गर्व लाग्छ होला। चाहिँ यहाँबाट देखिने चाहिँ यो हाम्रो घर हो। आमा बाहिर बसेर सब्जी केलाउनु हुँदैछ बेलुकाको लागि। एउटा गीतै छ नि, तिउन ताउन घाम छँदै केलाउनु भन्दै आमाले चाहिँ सब्जी केलाउनु हुँदैछ। म चाहिँ एकछिन यो बाटोतिर घुम्न आएको थिएँ नि त के कसो भयो भनेर। अन्त रोलरले पेलिसकेछ। यहाँ हेर्नु नि कुकुरहरू, बाटो राम्रो भयो भने कुकुर पनि बाटोमै पाउँदो रहेछ त। कुकुर त माथि अलिक माथि गयो भने बाख्रा मान्छे होइन। कुनै पनि गाउँको नक्सै चेन्ज हुँदो रहेछ नि त बाटो राम्रो भएपछि त। यो बाटो चाहिँ यताबाट घुमेर मन्दिर पुग्छ र एन्ड हुन्छ। अनि यहाँदेखि उँधो चाहिँ फेरि एउटा यो टेकअप पोइन्ट हो। यो पनि छिटै नै पिएमजिएसवाईले लिएको छ। छिटै नै यो पनि कार्पेटिङ हुन्छ। यो बाटो घुमेर चाहिँ हाम्रो टक्रक्कै आँगनमै पुग्छ नि त। त्यहाँदेखि चाहिँ मजा आउँछ। र त्यहाँदेखि चाहिँ कसैले सोध्यो नि यो बाटो आउनु नछोडी आउनु टक्कै यस्तो यस्तो छ भनेर लोकेसन बताइसकेपछि चाहिँ दैलोमै पुग्छ नि त। यो बाटो भइसकेपछि चाहिँ मेरो चाहिँ अब फ्युचर प्लान चाहिँ के छ भने होमस्टे खोलौँ भनेर सोचेको छु। लोकेसनहरू हेर्दाखेरि पनि अब होमस्टे चल्छ जस्तो लाग्छ। यो लोकेसन हाम्रो यहाँनिर चाहिँ अब टुरिस्टहरूलाई मनपर्ने ठाउँ। यतापट्टि खेतहरू छ, प्लेग्राउन्ड छ अनि यहाँ मुनि ढुङ्गाको धारा छ। कमसेकम 200-250 वर्ष पुरानो ढुङ्गाले बनिएको धारा छ। कहिले पानी सुक्दैन। टुरिस्टहरू चाहिँ अब यस्तै कुराहरू हेर्न आउँछ नि त। पिसफुल ठाउँ होइन, पिसफुल ठाउँ। त्यहाँदेखि नेचुरल ब्युटी। त्यो सिटीमा बस्दा त्यो कटिङ कन्जेस्टेड ट्रेसमा बस्दा चाहिँ उनीहरूलाई एकदमै हेक्टिक लाइफदेखि चाहिँ अलग्गै बस्नु मन परेको हुनाले चाहिँ उनीहरू अब सुनसान ठाउँ बस्तीहरूको चाहिँ आउँछ नि त। त्यसले गर्दा चाहिँ यहाँ होमस्टे अब पोटेन्सियलिटी छ चाहिँ मेरो प्लान पनि छ। पछाडि गएर चाहिँ होमस्टे सुरु गरौँ भन्ने हेरौँ अब कहाँसम्म हुने हो है। यो बाटो चाहिँ यो चाहिँ पिएमजिएसवाईले लिइसकेको छ र यसलाई पनि अब कार्पेटिङ चाँडै नै हुन्छ भन्ने सुनिँदैछ। लेट्स होप फर द बेस्ट है। यस्तो यस्तो भिडियो अब म कार्पेटिङ भएको भिडियो फेरि देखाउने नै छु। चाहिँ एउटा डकुमेन्ट्री नै बनाउने छु। तबसम्म चाहिँ हजुरहरूबाट